यहाँ चाहिँ हाम्रो सरहरू आउँदै हुनुहुन्छ अहिले आउँदै हुनुहुन्छ हामी चाहिँ अघि आइपुगेको अनि सर जस मलाई त फाइदै छ सरको टाउको भित्र मेरो कपाल मात्रै भित्र अनि यहाँसम्मको सफर कस्तो रह्यो त सर चन्दन सर यतिको चढ्दाखेरि नि माउन्ट एभरेस्ट चढिरहेको छु होइन सर मेरो लागि त माउन्ट एभरेस्ट यही नै हो जानु पर्दैन सगरमाथा अनि खाना खानुभएको झरिसक्यो होला है फेरि गएर दिउँ जस्तो लाग्यो कन्यमको नवीन सरको यहाँ टप पोइन्टसम्म आउँदै गरेको एक्सपिरियन्सहरू कस्तो रह्यो त त्यो आज कस्तो भयो भन्दाखेरि आज हामी भनेको पाथिभरा मन्दिर गयौँ पाथिभरा मन्दिर जाँदा पनि जुन हुन्छ नि सिडी त्यो यस्तो ठाडो फेरि झर्यौँ त्यो बेला पनि कस्तो हुन्छ भन्दाखेरि पुरै ठाडो त्यहाँबाट आएपछि खाना खायौँ खाना खाएपछि हामी लेजी भयौँ अब यहाँ आएपछि पनि यहाँ भने एउटा सिडी छ त्यसलाई हामी लभ डाँडा भन्दो रहेछ माथि चढ्नको लागि जुन ठाउँ हुन्छ नि त्यसलाई लभ डाँडा भनिन्छ अनि यहाँ आएर चाहिँ पुरै गलियो यस अनि खाना जति चाहिँ अघि खानुभएको पुरै पचिसक्यो नि अहिलेसम्म पचिसक्यो यस ए ल सक्यो होइन थ्याङ्क यू ल मिसहरू चाहिँ लास्टमा आउनुभयो पुरै गलिसक्नु भयो मिस अनि यहाँसम्मको एक्सपिरियन्स चाहिँ कस्तो रह्यो त राम्रो भएन किन राम्रो भएन किन राम्रो भएन मिस सिटी चढेर खुट्टा दुख्यो यहाँसम्मको एक्सपिरियन्स चाहिँ कस्तो रह्यो मिस आज हेर्न दिनु अनि खाना जति सक्यो होला फेरि खाना खानुहुन्छ अघिसम्म चाहिँ पानी परेको थियो होइन अलि केही समय पछि फेरि रोक्यो यहाँ हेर्नु सक्नुहुन्छ उता चाहिँ अलिकति हुस्सो लागिरहेछ हुस्सोले चाहिँ निकै हामीलाई एकदम डिस्टर्ब भइरहेछ क्या